मैले बिहे नगरे भनेको थिएँ, भाउजूले मान्न। आज यस्तो दिन आयो। यस्तो दिन सहनुभन्दा आफ्नै घर जाऊ है बहिनी। मेरो कर्म अनि भाग्य यस्तै छ। आफ्नो भन्ने कोही भएन। आफ्नै माइतीले त आफ्नो सोच्दैन मलाई। भाले बाउलाको होइन, तिमी बाउलाउन लाग्यो। तपाईँ अब बुढी भइसक्नुभयो, त्यही भएर आँखाले ठमाउनु सक्नु भएन। कहिले आउनुहोस्। हिजो आज धेरै पिर गरेर होला, आजभोलि त दुब्लाए जस्तो पनि देखिन। लास्टै तनाव भयो लाँदा। तनाव भयो रे? फेरि तिमीलाई के तनाव भयो? नन्दले सुख पाउलिन् भनेर झन् त्यति राम्रो घर परिवार खोजेर बिहे गरिदिएको, फेरि झगडा गरेर माइतै आएर बसिस्। भाइ त्यहाँ तल आरनमा हँसियाहरू अर्चाप्न छोडेको थिएँ दाइ, त्यही लिन जान भनेर लागेको दाइ। अनि बहिनीको कुरा के हो? खोइ के हो काइँलाई, घरमा सासूसँग झगडा पऱ्यो भनेर टिकी खानु भएन, बसी खानु भएन भनेर माइत आएर बसेकी छे। अलिकति सम्झायो भने नि हप्कायो भनेर रिसाउँछन्। म त केही पनि भन्दिनँ काइँलाई, आफ्नो भाग्यमा जे छ त्यही गरेर खाने हो। उता बस्न सक्दिनँ भने यतै दुःख सुख गरेर खान्छे। समाज गाउँलेलाई कुरा काट्ने बाटो हुन्छ नि त अर्जुन भाइ। खोइ यो बहिनीको कुण्डलीमा नि के लेखेको छ कुनी। यता आफ्नी आमा पनि सानै हुँदा बिति गइन्, उता पनि सौतेनी सासू भए पनि सबैले राम्रै छ भन्थे। टुरी बहिनीले आमा पाइन् भन्ने लागेको थियो, आज आएर यस्तो देख्नु पर्यो। सकेसम्म माइत नराखा घरै पठाउने कोसिस गर। खोइ के भन्ने दाइ, मर्न परे मर्छु भन्छे, तर त्यो घर जान्न भन्छे, के गर्नु। एकछिनको रिसले भनेको हो, पछि रिस मरिसी सम्झाएर पठाऊ। माइत राख्दा त्यति राम्रो हुन्न भन्छन् भाइ। सपना कता जान लागेको? म त्यही तल दोकानसम्म जान लागेको। एकछिन बस न, हतार हो र तिमीलाई? हतार त होइन, घाँस काट्न आउनु भएको? यसो घाँस काटौँ कि भनेर आएको। अनि तिमी कहिले आएको त? भयो नि 4-5 दिन। खबर खाबर केही पनि छैन त, आएको गएको केही अत्तो पत्तै छैन। त्यही त है, आउँछु भनेको थिएँ तिमीहरूको घरतिर, के मिल्दैन। अनि सपना कहिले फर्किन्छस् त घर? अब घरतिर जान्न होला, यतै बस्छु। किन, के भयो र? यस्तै भयो, घर जस्तो भएन। सोचे जस्तो व्यवहार घरबाट नभएपछि अब फर्केर जान्न, यतै बस्छु। त्यही त है, महिलाको जिन्दगी पनि अचम्मको छ। ठिकै गरिस्, धेरै अन्याय सहेर बस्नु पनि हुँदैन। यो संसारै यस्तै रहेछ। महिलाले महिलालाई नै शोषण गर्ने, महिलालाई नै दबाउने, एक महिलाले अर्को महिलाको भावनै नबुझ्ने। तेरो त भाउजू पनि फेरि त्यस्तै छिन्। दाइ भाउजूले के भनेका छन् त?
मैले अघि नै भनिसकेँ नि, महिलाको दुश्मनी महिला नै हुन्छ भनेर। आफ्नो दुनो सोचिन थाल्यो भने कहाँबाट कतिखेर छुरा हान्छन् थाहा नै हुँदैन। घरको काम त त्यही सबै मैले गर्नुपर्छ। घरमा बसेर खानेहरूलाई मिठो मिठो चाहिएन। ठिकै छ त भाउजू, यहाँ भन्दा कति चाहिँ मिठो हुन्छ त। नानीले के सोच्नु हो? के कुरा भाउजू? कति कराइरा खाने बेला त नबोलिकन खान ल्याउ न। कानले खाने हेर, सुन्दै खाँदै गर्दा हुँदैन? बे गरेर राखेको चेली माइती राख्दाखेरि समाजले कुरा काट्दैन। अरे शिव, कति बोले कि? खाना खाइसकेपछि बोले पनि त हुन्छ नि। जति बोले पनि नपुग्ने कस्तो अगतिलो आइमे हो। अझै म छु अगतिले। मेरो कुरा त्यही हो भाउजू। दाइलाई पनि मैले भनिसकेको छु, मैले त्यो घरमा आफ्नो खुसीले बे गरेको होइन। अब म त्यहाँ फर्केर जान्न। तिमीले भनेर हुन्छ? हाम्रो इज्जत जाँदैन? बिहा गरेर गएपछि माइतमा बस्छु भन्नु पाइन्छ? म सक्दिनँ भाउजू त्यो घरमा गएर बस्न। यदि तपाईँहरूसँग मलाई राख्न सक्नुहुन्न भने तल्लो खेत आमाको नामको प्या हो, त्यही खेतमा मलाई सानो झुपडी बनाइदिनु, म त्यहीँ गएर बस्छु। ए, त्यो खेत त तिमीलाई दिएको त्यही हो। तिमीलाई दिएपछि हामीले चाहिँ के खानु? तिमी चुप लाग कमला। सधैँ झगडा मात्रै गरेर हुन्छ? यो सबै समस्याको समाधान म मिलाउँछु। बहिनीको पनि यस घरमा मेरो जत्तिकै हक अधिकार छ। झगडा गर्नु भनेको बाहिरी मान्छे घरभित्र भित्राउनु हो। त्यसैले तिमी अहिलेलाई चुप्प लाएर बस। यो विषयको सबै कुरा भोलि बिहानै म मिलाउँला। भाउजू खोइ त? भाउजू घरमा छैन? खोइ भित्र त हुनुहुन्न, कतै गाउँतिर जानुभएछ कि? अनि तिमीलाई चिया खोइ त? तिमी पनि खाऊ न। मलाई छ। आजकल राति सुत्दाखेरि सपना पनि नराम्रो देख्न थालेको छु। आजकल के भएर हो पनि घरमा पनि झगडा मात्रै भइरहन्छ। एकचोटि ज्योतिषीलाई कुण्डली देखाउन पाए हुन्थ्यो कि भन्ने लागिरहेको थियो। खोइ त, भाउजू पनि घरमा छैन। आफ्नै कुण्डलीमा दोष भएपछि के गर्नु र दाइ? ज्योतिषीले पनि भविष्यमा हुन सक्ने सबै कुरा भन्ने होइन, हेराएर पनि के गर्ने र? यसै त भड्किएको मन। झन् हेराएपछि ज्योतिषीले भएको नभएको कुरा गर्यो भने झन् धेरै भड्किन्छ मन। पारी खडानन्द गुरुले हेरेको सबै कुरा मिल्छ अरे। एकचोटि हेराउन पाए कुनै दोष देखिन्थ्यो कि? कुलपित्रीले पिरलेको रहेछ भने पनि ग्रह शान्ति गरेर ठिक हुन्थ्यो कि? सधैँ घरमा खटपट मात्रै आइरहन्छ। मैले पनि सपना कहाँ राम्रो देख्छु र दाइ? कहिले सपनामा बाबुआमा आएर कुरा गरेको देख्छु, कहिले म आफै भिरभिर कुद्छु, कहिले मलाई कसैले पछाडिबाट लखटे जस्तै लाग्छ। हुन त बिपमा पनि त्यस्तै भइरहेको छ। भाउजू पनि कता गएकी हो? तिमी घरै बस, म त्यहाँ काकीसँग कुरा गरेर आउँछु। हुन्छ हुन्छ दाइ।
शिव हजुर दाइ के गर्दैछौ? यस्तै घरैसी काम त आमा हुनुहुन्न? आमा भित्रै हुनुहुन्छ बस्नु न आमा बाहिर आउनुहोस् त अर्जुन दाइ आउनु भएको छ काकी पारी खडानन्द गुरु छन् रे, तिनले कुण्डली कस्तो हेर्दा रहेछन्? हजुर त जानुभएको थियो रे, मिलाउँदा रहेछन् कि रहेनछन्? म यसैको चिना हेराउन भनेर गएकी थिएँ। गुरु घरमै रहेनछन्, उता सहरतिर गएको बेला परेछ। ए भनेपछि भेट हुनै पाएन। म त तपाईँलाई थाहा छ कि भनेर सोध्न पो आएको। चिना कुण्डली हेराउनेको पनि धेरै भिड लाग्दो रहेछ। म जाने दिन पनि धेरैको लाइन थियो। ती गुरुले राम्रै हेर्छन् भन्थे, त्यो दिन भेट भएन। त्यसपछि फुर्सदै भएन। बहिनी पनि आकी छे, नन्द र भाजुको त फिटिक्कै ग्रह मिल्दैन। सपना पनि नराम्रो देख्दैछु। कतै ग्रह नमिलेर हो कि? एकपल्ट हेराउन पाए हुन्थ्यो। तपाईँ नजानी काकी अब? जानु त हुन्थ्यो, खडानन्द गुरुसँग भेट हुने हो कि नहुने हो फेरि। यो वर्ष त जसरी भए पनि यस्तो बिहे गरिदिन पाए हुन्थ्यो। आमालाई जतिखेर पनि मेरो बिहेको चिन्ता छ। छोरा हाँसेको रमाइलो गरेको देखिसक्दैन है बुढी माउ। शिवको एकचोटि कुण्डली हेरायो भने, कुनै ग्रह नमिलेको रहेछ भने सानोतिनो पूजा या ग्रह शान्ति गरेर भए पनि ठिक हुनसक्छ। मलाई त विश्वासै लाग्दैन है अर्जुन त। यो त जानु न त जानु, कतै ज्योतिषले ग्रह सुधारेर त्यो केटाको ग्रह धेरै राम्रो छ भनेर बिहे पो गराइदिन्छन् कि। अनि अर्जुन दाइ सपना पनि आकी छ हो? बहिनी पनि आकी छ। त्यसको पनि के हुन्छ सधैँ झगडा मात्रै हुन्छ। यसो कुण्डली हेराएर केही दोष रहेछ भने शान्त पारे हुन्थ्यो कि भनेर हो क्या रे। एकै दिन त पालो नआउनु पनि सक्छ। कुण्डली हेराउनेको भिड लाग्छ भन्थे। 1-2 दिन अगाडि नाम टिपाउनु पर्छ अरे। आजभोलि नाउँ टिपाउँ अनि पालो परेका दिन जाउँला नि, हुन्न? हुन्छ, म त्यही गर्छु। लामा दाइसँग कुरा भयो त? कुरा त भयो लामा दाइसँग, तर यति छिटो हुँदैन, 1-2 वर्ष लाग्छ भन्नुभएको छ। यी लामा दाइले जानेकै छैनन् होला जस्तो लाग्छ मलाई त। यो लामा दाइको भर पर्दा पर्दा गाउँलेहरूको कुरा सुन्दा सुन्दा मरिन्छ होला। अब के गर्ने त, हामीसँग अरू कुनै उपाय पनि छैन। फेरि तिमी पनि धेरै पिर नगयो। हाम्रो बच्चा भएन र के हो? मैले तिमीलाई हेला गरेको छुइनँ, फेरि अर्को पनि त म ल्याउँदिनँ। तिमीलाई अरूमा सोच्दिनँ। किन बेसी टेन्सन गर्छ? पिर नगर है। यो लामा दाइको कुरा सुनेर लामा दाइको पछि लाग्नुभन्दा बरु एकचोटि ज्योतिषकोमा गएर कुण्डली देखाउने पो हो कि। हाम्रो शरीरमै कमजोरी छ त, ज्योतिषले भन्ने पनि त्यही त हुने छ। यो खाऊ त्यो नखाऊ, नियममा बस्छ, यसो गर, पछि केही भएन भनेर सोच्दा सोच्दै उमेर गइसक्यो। त्यस्तो पनि होइन, हामी दुवैजनाको ग्रहले छेकेको हो कि। कुण्डली देखायो भने समस्याको समाधान हुनसक्छ कि। हाम्रो गाउँमा यस्तो राम्रोसँग कुण्डली हेर्न सक्ने को छ त? बरु यसो तिमी पनि गाउँमा कोही छ कि बुझ न। माथि खड्का गाउँका दिदीहरू पहिले नै कुण्डली देखाउन गएका थिए अरे। पारी गाउँमा एकदमै जान्ने ज्योतिष छन् रे। तिनलाई कुण्डली देखायो भने भूत वर्तमान भविष्य सबै बताउँछन् रे। एकचोटि तिनलाई देखाउने हो कि। ठिकै छ, तिम्रो मन शान्त पार्नलाई भयो भने जानै पर्यो। जाउँला न। कान्छ ल, यो दबाई शिवको आमालाई लगाइदियो है। सक्दिनँ म, तपाईँ आफै जानु। मलाई अरू पनि दबाई बनाउनु छ कि, त्यत्तिकै बसिरहनु भन्दा यो दबाई माथिसम्म पुऱ्याएर आऊ न। इबा पनि म एकछिन बसेको देख्न सक्दैनन्, काम लगाइहाल्छन्। नसौ, त्यसो नभन नि छोरा, हाम्रो कामै यही हो। नगरेर भयो त जाऊ त जाऊ, फेरि दबाई खाने समय घड्किन्छ। अनि सुन त,
त्यो दबाई माथि पुऱ्याएर माग्लो घरको भटाइकोबाट अस्तिको पैसा पनि लिएर आऊ। शिवदाय आमा घरमा कोही हुनुहुन्न क्या हो? बाहिर म छु नि घरमा। ए कुमार भाइ पो के कति कामले आइपुग्यो त? ए लिनु। के हो यो फेरि? दबाई हो यो, तपाईँको आमाले खाने। खोइ आमा हुनुहुन्न? अहिले त घरमा हुनुहुन्न। अलि छिटै खानु भनिदिनु नि दबाई, समय सकेपछि खाएर लाग्दैन रे बाबाले भन्नुभयो। खोइ खान मान्नुहुन्छ कि मान्नुहुन्न? तै पनि आमा आउनुभयो भने म भनिदिन्छु। खानुहुन्छ कि? ए हस् दाइ। मसँग छ समस्याको समाधान भन्थे, खोइ तिम्रो दाइ? खोइ गाउँतिर जानुभयो होला नि। तिमी पनि घर जाने तयारी गर। घरतिर खबर पठाएर लिन बोलाएकी छु मैले। सधैँभरि माइत बसेर साथै लाग्छ? म त मर्न परे पनि यही घरमा मर्ने हो। जान्न त्यो घरमा, यही घरमा बस्ने हो। यो घर मेरो पनि हो। बिहे गरेर गएपछि कसरी भयो यो घर तिम्रो? माइतीमा बसेर माइतीको बोझ बन्न तिमीलाई लाज हुँदैन? मैले दाइलाई पनि भनिसकेँ भाउजू, मैले सकेको सहयोग म सबै गर्छु घरको लागि। मलाई त्यहाँ पठाउने कुरा नगर्नुहोस्, बिन्ती छ भाउजू। कति दाइ दाइ भनेको? यो घरमा मैले जे भने त्यही चल्छ। अब आफ्नै घर जाने, उतै बसेर गरी खाने। भाउजू तपाईँ किन यति धेरै निष्ठुरी भन्नुभएको? म पनि यही घरमा जन्मेको छोरी हो। म यहाँ बसेर के बिग्रेको छ? बिग्रिन्छ नि, किन बिग्रिँदैन? बिहे गरेको छोरी माइत आएर बस्दा समाजले कुरा काट्छन्। तिमीले कसको छोरी चाहिँ माइत आएर बसेको देखेकी छौ? पारी खडानन्द गुरुले राम्रोसँग कुण्डली हेर्छन्। नाम टिपाएर आएको छु, 1-2 दिनमा कुण्डली देखाउन जानुपर्छ। फेरि यो कुण्डली हेर्ने भन्ने कुरा कहाँबाट आयो? सपना पनि नराम्रो देखिरहेको छु। घरमा पनि सधैँभरि झगडा भइरहेछ। कतै दशा ग्रह बिग्रेर त होइन भनेर देखाउन जान लाग्यो के? घर बिग्रेर होइन, घर पालेर हो। बहिनीलाई खुरुक्कन घर पठाउने व्यवस्था मिलाऊ, होइन भने झन् झगडा पर्छ। हुन्छ के कमला, घरको कुलपित्री बिग्रेर यस्तो अशान्ति पनि भएको हुनसक्छ। एकचोटि कुण्डली देखाउँदा के बिग्रिन्छ? तिम्रो बहिनीलाई खुरुक्कन घर पठाइदेऊ, कुलपित्री रोग भेद सबै ठिक हुन्छ। अनि के छ त कान्छा हालखबर? ठिक छ। अर्जुन भाइ। हजुर दाइ। तिमी त हेरेछौ घरमा नन्द भाउजूको ठुलै झगडा परेछ। ए हो र? हो नि। यो बुढीले पनि बहिनीलाई त देखिन सक्ने भाइ। अघि भर्खर घरबाट निस्केकी, फेरि घरमा आइकन झगडा गर्न भ्याइसकी जे? महिलाहरूको झगडामा के पर्नु भनेर मैले त केही भनेन। छिटो जानु। यी नन्द भाउजूले पनि मलाई कहिले सुख नदिने भए दाइ। अहिले म घरतिर लागेँ है। अलि छिटो जानु है। कान्छा, मलाई नि मिठो चिया खाऊ न। हस् दाइ।
कमला कति जान लाग्यो तिमी घरमा फेरि बहिनीसँग झगडा गर्यो जति जानलाई के मतलब तिमी सधैँ झगडा मात्रै गरेर हुन्छ मैले झगडा गरेको र तिम्री बहिनी माइत आएर बस्नुहुन्छ भने म पनि माइत गएर बस्छु यसरी झगडा मात्रै गरेर माइत गएर बस्नु हुँदैन के कमला हिँड घर जाउँ जान्न म घर सर पहिला तिम्रो बहिनीले त्यो घरबाट निकाल्यो अनि मात्रै म घर जान्छु यसरी रिस मात्रै अघि सारेर हुँदैन के बुढी त्यो घरमा कि त्यो चोथाले बस्छ कि म मात्रै बस्छु घरमा जाउँ कुरा गरौँ समस्याको समाधान त भइहाल्छ नि यसरी झगडा गरेर माइत गएर बसेर हुन्छ समस्या भनेकै तिम्रै बहिनी हो छोडा मेरो बाटो कमला नजाऊ न भने के छोडा मेरो हात नजाऊ न नजाऊ तिमी माइत गएर बस्दा कस्तो नराम्रो हुन्छ नराम्रो भयो गाउँले के कुरा काट्छन् थाहा छ तिम्रो बहिनीलाई पठाउनु पहिला घर त्यसो नभन न नजाऊ के आऊ के घर आऊ जा 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 मरे नि मर मृत्युले